तपाईँ पनि डिजिटल स्किल सिक्नुका साथै साइड इन्कम पनि गर्न चाहनुहुन्छ भने आउनुहोस् मसँग मेरो जर्नीको बारेमा जानौँ। हेलो एभ्रिवान, आई एम लासाङ तामाङ। आज म तपाईँहरूलाई मेरो वेल्थमा इनरोल हुनुभन्दा अगाडिको एक्सपिरियन्स बताउन जाँदैछु। सोसियल मिडिया स्क्रोल गर्दै जाँदा त्यतिखेर वेल्थको बारेमा एकैचोटि एड आयो अनि आई वाज क्युरियस, किनभने म सोसियल मिडिया धेरै नै चलाउने मान्छे हो। एड देखिसकेपछि मलाई उत्सुकता भयो कि यो एड के हो र यो इलिगल हो कि होइन भनेर मैले त्यो म्यामलाई मेसेज गरेँ। अनि त्यो म्यामले भन्नुभयो तपाईँले 7 बजे एउटा डेमो क्लास अटेन्ड गर्नुपर्ने हुन्छ। अनि मैले त्यो डेमो क्लास अटेन्ड पनि गरेँ। अनि त्यो डेमो क्लास अटेन्ड गर्दा मैले के थाहा पाएँ भने त्यहाँनिर प्याकेजहरू हुन्छ, प्याकेजहरू किन्नुपर्ने रहेछ त्यो डिजिटल स्किल सिक्नुको लागि। अनि आई वाज अ स्टुडेन्ट, म एउटा विद्यार्थी पनि हो, अनि प्लस मसँग त्यति धेरै पैसा पनि थिएन अनि मलाई ट्रस्ट इस्यु पनि थियो। आजभोलि त्यस्तो धेरै स्क्याम चलिरहेको भएर मलाई त्यो स्क्याम जस्तो पनि लाग्यो। तर त्यसैले मैले 2 दिन जति टाइम लिए सोचेर अनि फेरि मेसेज गरेँ त्यो म्यामलाई कि यो अलिगल छ कि छैन। तर त्यो म्यामले आफ्नो सब टेस्टिमोनी भिडियोज अनि आफ्नो अर्निङहरू सेयर गर्नुभयो र एउटा लिगल हो भनेर चेक गर्ने कोड पनि दिनुभएको थियो। अनि मैले गुगलमा गएर चेक पनि गरेँ अनि त्यसपछि मेरो ट्रस्ट इस्यु क्लियर भयो कि यो स्क्याम होइन। तर पनि के प्रब्लम थियो भने बजेटको प्रब्लम भयो। त्यसपछि डिजिटल स्किल सिक्ने चाहनाले गर्दा मैले त्यो पैसा जस्तो तस्तो गरेर जुटाएँ अनि पेमेन्ट गरेँ अनि यसरी मेरो वेल्थमा इनरोलमेन्ट भएको थियो। तपाईँहरूलाई अरू के भयो तपाईँ जान्नु चाहनुहुन्छ भने फलो फर पार्ट 2।